साथीहरू, थम्बनेलबाट तपाईहरु प्रष्ट भइसक्नु भएको छ कि आजको यो भिडियो केसँग सम्बन्धित छ भनेर। आज म त्रुटि विश्लेषण र व्यतिरेकी विश्लेषण बीच फरक र यसको आवश्यकता सम्बन्धी प्रश्नको उत्तर लिएर आएको छु। शिक्षक सेवा आयोग माध्यमिक तह नेपाली विषय दोस्रो पत्रको तयारीमा रहनुहुने सम्पूर्ण साथीहरूलाई यो भिडियोले यो प्रश्न र उत्तरले महत्त्वपूर्ण सहयोग गर्नेछ। अब सुरु गरौँ व्यतिरेकी विश्लेषण भनेको के हो भन्ने प्रश्नबाट। भाषा विज्ञानका सन्दर्भमा व्यतिरेकी अध्ययनले दुई भाषाबीचको तुलनात्मक अवस्थालाई जनाउँछ। दुई वा दुई भन्दा बढी भाषाका बीचमा देखिने ध्वन्यात्मक, व्याकरणात्मक तथा शब्द भण्डारगत पक्षमा रहेको समानता तथा असमानताहरूको तुलनात्मक अध्ययन गर्ने प्रायोगिक भाषा विज्ञानको शाखालाई व्यतिरेकी विश्लेषण भनिन्छ। दोस्रो भाषा सिक्ने सिकारुले मातृभाषाका विशेषता दोस्रो भाषाको सिकाइमा स्थानान्तरण गर्ने प्रवृत्ति हुन्छ। यस्तो प्रवृत्ति भाषा सिकाइका के कति मात्रामा साधक र के कति मात्रामा बाधक हुन्छन् भन्ने कुराको पहिचान गरी बाधक तत्त्वलाई न्यूनीकरण र साधक तत्त्वलाई प्रोत्साहन गर्ने विषयमा व्यतिरेकी विश्लेषणको सम्बन्ध राख्दछ। व्यतिरेकी विश्लेषणको मुख्य उद्देश्य भाषा शिक्षणमा देखिएका समस्या समाधान गर्ने तथा दोस्रो भाषा सिकाइका समस्या समाधान गर्नु हो। यसले दुई वा सोभन्दा बढी भाषाहरूको भाषिक व्यवस्थाको वैज्ञानिक तुलना गर्दछ। व्यतिरेकी विश्लेषण दुई वा धेरै भाषामा उच्चारणका बीचमा समानता र भिन्नताको खोजी गरिन्छ। यो भाषिक सार्वभौम विशेषताको पहिचान, वर्णन, व्याख्या र विश्लेषणमा केन्द्रित हुन्छ। हेमाङ्गराज अधिकारीका अनुसार दुई वा दुईभन्दा बढी भाषाहरूको व्यवस्था वा उपव्यवस्थाहरूको समानता वा भिन्नता सम्बन्धी तुलनात्मक अध्ययनसँग व्यतिरेकी विश्लेषण सम्बन्धित छ भनेर भनिएको छ। भाषा शिक्षणमा व्यतिरेकी विश्लेषणको प्रयोग तथा आवश्यकताहरू। पहिलो भाषा दोस्रो भाषा सिकाइमा के कति मात्रामा साधक र के कति मात्रामा बाधक हुन्छ भन्ने कुराको पहिचान गरी बाधक तत्त्वलाई न्यूनीकरण र साधक तत्त्वलाई प्रोत्साहन गर्न, सम्बन्धित भाषाको भाषिक सार्वभौमिकताको खोजी गरी शिक्षण गर्न, पहिलो भाषा र दोस्रो भाषाको विश्लेषण गरी उपयुक्त पाठ्य सामग्रीको छनौट र स्तरण गर्न, दोस्रो भाषा सिकाइका समस्याहरू समाधान गर्न, स्रोत भाषा र लक्ष्य भाषाबीचको अध्ययन विश्लेषण गरी सोही अनुकूल शिक्षण गर्न, एउटा भाषाका सामग्रीलाई अर्को भाषामा अनुवाद गर्न आदि। यसैगरी अब त्रुटि विश्लेषण भनेको के हो? त्रुटि विश्लेषण भनेको भाषा सिकाइका क्रममा सिकारुले गर्ने त्रुटिको अध्ययन विश्लेषण गर्ने प्रायोगिक भाषा विज्ञानको शाखालाई त्रुटि विश्लेषण भनिन्छ। भाषा सिक्ने सिकारुले के कस्ता त्रुटिहरू गर्छन् र ती त्रुटिहरू के कसरी हुन्छन् भनी अध्ययन गर्ने विषय नै त्रुटि विश्लेषण हो। दोस्रो भाषा सिकाइका कमी कमजोरीहरू पत्ता लगाई तिनको निराकरण गर्ने उपायहरूको खोजी गर्नु त्रुटि विश्लेषणको मुख्य उद्देश्य मानिन्छ। भाषा सिकाइमा त्रुटि हुनु स्वाभाविक कुरा हो। पहिलो भाषा सिक्दा वा दोस्रो भाषा सिक्दा विद्यार्थीहरूले त्रुटि गर्छन्। यसरी भाषा सिकाइका क्रममा विद्यार्थीहरूले गर्ने त्रुटिको पहिचान, त्रुटिका कारण, त्रुटिहरूको वर्गीकरण गरी अध्ययन विश्लेषण गरी त्रुटि निराकरणका उपाय पत्ता लगाउने प्रक्रियालाई त्रुटि विश्लेषण मानिन्छ। त्रुटि विश्लेषण भाषा सिकाइका क्रममा हुने त्रुटिहरू पहिल्याई तिनको निराकरण गरी भाषाको शिष्ट वा मानक रूपको प्रयोग गर्ने पद्धति हो। यसमा भाषा सिकाइ सहजीकरण क्रममा देखा परेका विभिन्न त्रुटिहरूको अध्ययन विश्लेषण गरी त्रुटि निराकरणका उपायहरूको खोजी समेत गरिन्छ। त्रुटि विश्लेषण मूलतः दोस्रो भाषा सिकाइमा सिकारुका सिकाइजन्य समस्या पत्ता लगाउन र तिनको निराकरण गर्ने कार्यमा केन्द्रित रहन्छ। त्रुटि विश्लेषण भाषा सिकाइका क्रममा गर्ने त्रुटि, गल्ती वा भुलहरूलाई सहज
प्रक्रिया मान्दछ। जतिसुकै स्वतन्त्र तथा अनौपचारिक वातावरण भए पनि त्रुटि बिना भाषा सिकाइमा परिष्कार आउन सक्दैन भन्ने मान्यता त्रुटि विश्लेषणले राख्दछ। यसको मतलब त्रुटि विश्लेषणले भाषा सिकाइको क्रममा भएका त्रुटिहरूलाई सामान्य मानी अध्ययन गर्ने गर्दछ। यहाँ केही त्रुटिका क्षेत्रहरू मैले समावेश गरेको छु। वर्ण विन्यासगत त्रुटि। यस अन्तर्गत निम्नानुसारका त्रुटिहरू गरेको पाइन्छ। ह्रस्व दीर्घ तथा इ उ को लेखाइ र तिनका मात्रा सम्बन्धी त्रुटि। ओ ब ओ ए ई छे गे सुन्दा उस्तै लाग्ने तर फरक देखिने प्रयोग सम्बन्धी त्रुटि। चन्द्रबिन्दु, शिरबिन्दु र पञ्चम वर्णको प्रयोग सम्बन्धी त्रुटि। मिश्र र संयुक्त वर्णको प्रयोग सम्बन्धी त्रुटि। लिङ्ग, वचन, पुरुष आदिको संगतिपूर्ण प्रयोग सम्बन्धी त्रुटि। डिको दिने र नदिने सम्बन्धी त्रुटि। पदयोग र पदवियोग सम्बन्धी त्रुटि। लेख्य चिन्हको प्रयोग सम्बन्धी त्रुटि। हलन्त र अजन्तको प्रयोग सम्बन्धी त्रुटि। मातृभाषिक तथा स्थानीय भाषाको प्रभाव सम्बन्धी त्रुटि। श्रुति समभिन्नार्थी शब्दको प्रयोग सम्बन्धी त्रुटि आदि। अब भाषा शिक्षामा त्रुटि विश्लेषणको प्रयोग तथा आवश्यकता। सिकारुले भाषा सिकाइका क्रममा गर्ने रणनीतिक पत्ता लगाउन, सिकारुका भाषा सिकाइमा हुने त्रुटिको प्रकृति र प्रकारको लेखाजोखा गर्न, सिकारुले भाषा प्रयोगमा गर्ने त्रुटिका कारणहरू पत्ता लगाउन, पहिलो तथा दोस्रो भाषा सिकाइ प्रक्रियालाई सरल, सहज, स्तरीय तथा प्रभावकारी बनाउन, भाषाका विभिन्न भेद जानेका मातृभाषिक विद्यार्थीहरूको भाषाको मानक रूप पत्ता लगाउन, भाषाको प्रयोगमा स्तरीयता ल्याउन, सिकारुको भाषा सिकाइको प्रक्रिया तथा वास्तविक अवस्था पहिचान गर्न, भाषा सिकाइमा त्रुटि हुने मान्यतालाई स्थापित गर्न आदि कार्यका लागि त्रुटि विश्लेषणको भाषा शिक्षणमा अत्यन्तै महत्त्वपूर्ण आवश्यकता रहने गर्दछ।